हेलो साथीहरु, वेलकम टु माई भ्लग। आज म यो याङटनको पार्कमा आएको छु। यो पार्क एकदमै रमणीय रहेको छ। यहाँ एउटा वाटर फाउन्टेन छ अनि मेरो पछाडि तपाईले देख्न सक्नुहुन्छ एउटा ब्रिज पनि छ। यहाँतिर हाँसहरु। आजको मौसम भने ग्लुमी रहेको छ। अहिलेको समय भनेको 1:21 भयो। अहिले हामी सिटी अफ याङटनमा छौं भने यो पार्कको नाम वेस्ट साइड पार्क हो। यहाँ हामी देख्न सक्छौं एउटा पोखरी छ। त्यो पोखरीको बीचमा आर्टिफिशियल वाटर फाउन्टेन बनाइएको छ। वाटर फाउन्टेनको पछाडि ब्रिज रहेको छ अनि यहाँ एउटा आर्टिस्टिक खालको चाहिँ स्ट्रक्चर पनि निर्माण गरिएको छ। वरिपरि हिड्नको लागि ट्र्याक छ। मान्छेहरु विश्राम गर्नको लागि यहाँ चेयरहरु पनि छ। बच्चाहरु खेल्नको लागि यहाँ विभिन्न सुलुप्याज लगायतका खेल्ने साधनहरु पनि छन्। यो पार्क ओभरअलमा एकदमै रमणीय छ। कुनै बेला यहाँ साउथ डकोटामा आउनु भयो भने, याङटनमा आउनु भयो भने यो पार्कमा आउँदाखेरि रमाइलो लाग्छ।